हाम्रो बजेट जोगाउने हो भने हामी जनस्तरबाट यहाँ लाग्नुपर्छ। हामी हिजो पनि नारायणपथ र गल्लामण्डीको प्रत्येक पसल प्रत्येक घरमा चिठी सहित अपिल सहित पम्पलेट सहित उहाँहरूलाई निवेदन गरेका छौँ। आज पनि यहाँबाट हामी निवेदन गर्न चाहन्छौँ, कृपया आफ्नो घरको फोहोर आफ्नो घरमै व्यवस्थापन गर्नुहोस्। आफ्नो सड्ने गल्ने चिजहरू आफ्नो करेसाबारीमा राख्नुहोस्। प्लास्टिकहरूले यसलाई चाहिँ महत्त्वपूर्ण यो काम हो, हाम्रो जिम्मेवारी हो भनेर यहाँ चिजहरू कलेक्सन गरेर हामीले एउटा कबाडमा बेच्ने वातावरण बनायौँ भने हामीले फोहोर फाल्नको लागि पनि कुनै ठुलो एउटा हामीलाई खर्चिलो अवस्था हुने छैन। र जति हाम्रो सरसफाइ कर्मीहरू खटिनु भएको छ यो सरसफाइमा लाग्ने जुन खर्च हुन्छ हामीले विकास खर्चमा लगाऊँ भन्दै जसरी आज तपाईँ हामीले फालेको फोहोर हामी ठ्याक्कै सिद्धार्थनगरको हामी गभर्मेन्ट टोलमा छौँ। किराना तथा प्लास्टिक व्यवसाय सङ्घ रूपन्देही भैरवद्वारा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम 2082 जेठ आज मसान्तको दिन 31 गते यहाँ कार्यक्रम आयोजना गरेको छ। हामी देख्न सक्छौँ यतिखेर सिद्धार्थ नगरपालिकाको मेयर उपमेयर सहित सम्पूर्ण जनसहभागिता छ। आफ्नो सहरलाई स्वस्थ बनाऊ, सुन्दर बनाऊ, हराभरा बनाऊ भन्ने उद्देश्यका साथ जनचेतनामूलक कार्यक्रम यहाँ 2082 जेठ आज 31 गते आयोजना गरेको छ। सम्पूर्ण नगरवासीहरूको यहाँ सहभागिता रहेको छ भने हामी देख्न सक्छौँ। जेसी सिद्धार्थनगरको पनि हामी यतिखेर ब्यानर देख्न सक्छौँ। सम्पूर्ण व्यवसायीहरू यतिखेर आफ्नो सहरलाई शुद्ध र सफा राखौँ भन्ने उद्देश्यका साथ हुनुभएको छ। सम्पूर्ण उपस्थितिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र वास्तवमा हामीले यो बाटोमा अहिले पनि केही फोहोरहरू देखिरहेका छौँ र सम्पूर्ण नगरवासी बुबा तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्न चाहन्छु, कृपया अब आफ्नो घरको फोहोर तपाईँ हाम्रो घर परिवारमा स्वास्थ्यमा असर गर्ने हुनाले सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्दछु र घरमा उत्पादन भएको फोहोर घरमै सङ्कलन गऱ्यो सड्ने चिजहरूलाई खाडल खनी करेसाबारीमा पऱ्यो भने मल प्रयोग गरौँ। नसड्ने चिजलाई मात्र नगरपालिकाको ट्याक्टरमा हाल्ने व्यवस्था गरौँ। किनकि तपाईँ हाम्रो सहभागी र तपाईँ हाम्रो प्रयासले नै यो नगरलाई सुन्दर बनाउन सम्भव हुनेछ र भन्दै सम्पूर्ण नगरवासीहरूलाई आजको यस कार्यक्रममा सहभागी भइदिनुलाई पनि हार्दिक धन्यवाद गर्दछु। शनिबार बिहान 7 बजे बुद्धचोक भैरवमा सरसफाइको लागि सहभागी बनौँ। अनुरोध किराना तथा प्लास्टिक व्यवसाय सङ्घ भैरवमा। यतिखेर हाम्रो टोली ठ्याक्कै सिद्धार्थनगरको मिलन चोकमा आइपुगेको छ। आजको यसरी फोहोर मैला व्यवस्थापन सम्बन्धी रहेको हुनाले जनचेतना सम्बन्धी रहेको हुनाले कृपया यहाँहरूले सम्पूर्ण मानवहरूले ध्यानपूर्वक सुनिदिनु गर्न चाहन्छु।
सिद्धार्थनगरमा निस्किने जति पनि फोहोरहरू छन् र फोहोरहरूको वास्तवमा व्यवस्थापन गर्ने हाम्रै जिम्मेदारी हुनाले आगामी दिनमा हामीहरू आफ्नो फोहोर आफैले कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा विचार गर्नुपर्ने रहेको छ र सर्टी गर्ने रहेका जति पनि फोहोरहरू छ त्यस्ता फोहोरहरूलाई हामीले डस्टबिनमा पुऱ्याएर हामीहरूले आफ्ना घर भएका रहेका परेसाबारीको लागि मलमलको हजुरहरूले राखिदिनुहुन्छ जताभाइ फोहोरको तपाईँले फ्याँकिदिनु। यसै गरी हामी यतिखेर सिद्धार्थनगरको यो नम्सा गल्लामण्डीमा छौँ। यहाँ यसै गरेर यहाँका स्थानीय व्यापारीहरूले बजारमा यसै गरेर यो फोहोर फाल्ने क्रम भएको हुनाले उहाँहरूलाई सूचित गराउनको लागि किराना तथा प्लास्टिक व्यवसायी सङ्घ सिद्धार्थनगर भैरवाले यो जनचेतनामूलक यो स्वच्छता सम्बन्धी कार्यक्रम आज आयोजना गरेको छ। यसरी सडकमा नै फोहोर ल्याएर आफ्नो घरको फोहोर चाहिँ सडकमा नै फाल्ने चलन रहेको हुनाले यो व्यवस्थालाई निरुत्साहित गर्नको लागि यो व्यवस्थालाई अन्त्य गर्नको निम्ति यतिखेर यहाँ यसरी हामी सडकमा छौँ। आवश्यक छ कि छैन यसलाई कुन हिसाबले हामीले व्यवस्थापन गर्न सक्छौँ भन्ने विषयमा थोरै आफ्ना भनाइहरू राखिदिनुको लागि र हाम्रो यसै सिनपक्षका वडाध्यक्ष वीरेन्द्र श्रीवास्तवजीलाई म यो माइक हस्तान्तरण गर्न चाहन्छु। हिजो हामी घरघरमा पर्चा कम्प्लेटहरू पुर्याएका छौँ। यसरी फोहोरलाई फालिदिनुहोस्, ट्र्याक्टरमा लाएर व्यवस्थापन गरिदिनु होला र हप्तामा 2 चोटि हाम्रो घरमा ट्र्याक्टर पठाइरहँदा पनि केही जनचेतनाको कमीले अब हामी यसलाई सुधार गर्ने बाचा पाइसक्दा हामी यसमा यो अभियानमा सक्रिय रहनेछौँ। धन्यवाद, नमस्कार। आफ्नो घरको फोहोरले आफ्नो समुदायमा असर पक्कै गरेको हुन्छ यदि व्यवस्थापन गर्न सकिएन भने। त्यो कारणले गर्दाखेरि पनि आफ्नो घरबाट निस्केको फोहोर आफैले व्यवस्थापन गर्यो भने हामीले एउटा सिद्धार्थनगरलाई स्वच्छ नगरको रूपमा गर्नुपर्छ। त्यो जबसम्म हामीले यसलाई घरबाटै सुरु गर्दैनौँ हामी सफल हुँदैनौँ। र म नगर प्रमुखजीलाई के अनुरोध गर्न चाहन्छु भने जहिले पनि पालिकाहरूले खालि दण्डितको कुरा मात्रै गरेको देखेको छु, तर पुरस्कारको कुरा पनि व्यवस्था हुनुपर्छ। आज हामीले एउटा पकेट एरिया बनाएर एउटा निश्चित ठाउँमा एउटा डस्टबिनहरू दिएर विभिन्न किसिमको गतिविधि बनाएर 20वटा घरबाट तयारी गरौँ न। हामीले कमसेकम 20वटा घरलाई हामीले एउटा यो काम गरेर तपाईँ देखाउनुहोस् भने त्यसको इम्प्याक्ट धेरै ठाउँमा पर्न जान्छ। त्यस कारणले म प्रमुखलाई के भन्न चाहन्छु भने 20वटा घरलाई 20 किसिमको 40 किसिमको डस्टबिन दिनुभयो भने त्यो स्प्रेड भएर जान्छ सबै ठाउँमा। किनभने प्रयास ठुलो बढी गर्ने होइन, प्रयास सानो बढी गर्ने हो र प्रयास घरबढी गर्ने हो। र जुन आज यो किराना तथा प्लास्टिक व्यवसाय सङ्घले जुन यो सरसफाइ अभियान हार्दिक गमन छ। गल्लामण्डीको तर्फबाट हामीले चाहिँ 5 वर्ष अगाडि गल्लामण्डीमा चाहिँ आफ्नो घरको चाहिँ घर अगाडि धोएर बाटो धोएर सरसफाइ गरेका थियौँ। त्यतिखेर चाहिँ नि राम्रो भयो थियो, धुलो सबै उड्न बन्द भयो थियो। तर बिचको सडकबाट चाहिँ नि पिच नगरिदिएको हुनाले हामीले वडा अध्यक्षलाई पनि अनुरोध गरेका थियौँ कि यो चाहिँ नि यसबाट हिउँदामा धुलो बर्खामा हिलो आउने भएको हुनाले यसलाई चाहिँ नि पिच छिटो गर्नेमा समाउनु भएका थियौँ र यो कार्यक्रम राखिएको। आज यस कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुखज्यू, नगरपालिकाका प्रमुख प्रशासनिक अधिकारीज्यू, वडाध्यक्षज्यूहरू अथवा जनप्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू, जुन प्लास्टिक व्यवसायी सङ्घले यो सरसफाइ अभियान नभएर जनचेतनामूलक कार्यक्रम हो। उहाँ 2-3 दिनदेखि लाइन गर्नुपर्छ, घर घरमा गएर पम्पलेटिङ पोस्टर गरेर बाटोमा फोहोर नगरौँ। उहाँहरूले भिन्नै किसिमको छ। किन भन्दाखेरि हामीले वडा नम्बर 7मा टोल सुधार समितिहरू हामीले गठन गरेका छौँ। टोल सुधार समिति भनेको नगरपालिका अथवा वडाको दाहिने हात हो, अभिन्न अङ्ग हो। उहाँहरूको सहयोगबाट नै वार्ड नम्बर 7मा सरसफाइ, बिजुली, बत्ती अपडेट
तपाईँको वार्ड नम्बर 7 मा अहिले फ्युज भएको छ भने साँझ बत्ती वडाले थाहा पाउँछ, साँझसम्म त्यो हामीले बत्ती फिट गरिसकेका हुन्छौँ र सरसफाइमा यस महान अभियानमा सरिक सिद्धार्थनगर नगरपालिकाका सर्दय नगर प्रमुखज्यू, वडाज्यूहरू, जनप्रतिनिधिहरू, लुम्बिनी प्रेस क्लब लगायत उपस्थित सञ्चार मिडियाकर्मीज्यूहरू, उद्योग व्यापार सङ्गठन सिद्धार्थ सञ्जाल, उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घ संस्थाबाट ब्यानर सहित पम्पलेट सहित उपस्थित हुनुहुने आदरणीय सर्दय व्यक्तित्वज्यूहरू, नगर प्रहरीज्यूहरू, कर्मचारी साथीहरू र खास गरी यस महाअभियानलाई सफल पार्न उपस्थित हुनुहुने सिद्धार्थनगर नगरपालिकाका आदरणीय नगरवासीज्यूहरू, सर्वप्रथम म प्रमुख प्रशासकीय अधिकारी जनक थापाको तर्फदेखि सम्मानसहित हार्दिक बधाई दिन चाहन्छु र यो स्वच्छता महाअभियान श्रृङ्खला 1 पूर्ण रूपमा सफल हुनेछ, भव्य रूपमा सफल हुनेछ भन्ने शुभेच्छा पनि प्रकट गर्न चाहन्छु। बिहानको टन्डलापुर घाममा हामी यसरी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम लिएर हामी आम नागरिकको माझ आज सिम्बोलिक रूपमा हामी यहाँ उपस्थित भएका छौँ। यस्ता कार्यक्रमहरू अन्य खास गरी बजारका मुख्य क्षेत्रहरूमा यसरी नै जानेछ। त्यसको लागि सम्पूर्ण वडाध्यक्षहरू, जनप्रतिनिधिहरू ठान्यौँ र चाहिँ बजारमा पनि गयो। त्यसले चाहिँ सकारात्मक सन्देश पनि लिएको छ। मलाई लाग्छ आज हामी चाहिँ जो चाहिँ सडकहरूमा पिटीहरूमा हामी फोहोर फाल्छौँ, अब चाहिँ नगरपालिकाले फेरि भोलिबाट चाहिँ 7,000 चाहिँ रसिद चाहिँ घर घरमा पठाउने भयो भन्ने लाग्छ। तर हामीले यसलाई पनि हामी सोच विचार गर्दैछौँ। तात्पर्य हो हामीले आफ्नो टोल हामी आफै बनाउनुपर्छ। मलाई चाहिँ मेरो के पनि अनुरोध छ भने सिद्धार्थनगर नगरपालिकाको सरसफाइ हामी वडा तहबाट, टोल तहबाट र सोडा के अरे सामुदायिक चाहिँ तहबाट चाहिँ यसलाई चाहिँ यसको अभियानहरू चलाउनुपर्छ र हामीले प्रत्येक टोलमा भर्खरै चाहिँ आदरणीय वडाध्यक्षज्यू 7 नम्बरको वडाध्यक्षज्यूले भन्नुभयो हाम्रोमा चाहिँ टोल सुधार समितिले यी विभिन्न किसिमका गतिविधिहरू चाहिँ सञ्चालन गरिरहेको छ र आफ्नो टोल सभा राखिरहेको छ। म अनुरोध गर्न चाहन्छु हाम्रो यो चाहिँ गल्ला मण्डीमा रहने वडाका विभिन्न विधिको चाहिँ गठन हुनुपर्छ र यसको चाहिँ आवश्यक प्रक्रिया अगाडि बढ्नुपर्छ र म अनुरोध पनि गर्न चाहन्छु। र खास गरी बाटो टोल सार्वजनिक स्थलमा मात्र नभएर अहिले सिद्धार्थनगर नगरपालिकाको डम्पिङ साइटलाई पर्यटन केन्द्रको रूपमा व्यवस्थापन गर्ने ठुलो चाहिँ चुनौतीपूर्ण चाहिँ काम छ। म जानकारी गराउन चाहन्छु, आजको यो महान अभियानमा म जानकारी गराउन चाहन्छु यस विषयमा नगरपालिकाले अलिकति कठोर चाहिँ निर्णय गर्न सक्छ अथवा चाहिँ यसलाई सफलतापूर्वक चाहिँ यसलाई सेफ ल्यान्डिङ गर्ने हिसाबले नीति निर्माणहरू गर्नुपर्ने हुनसक्छ। त्यो हामी अब आउने तुरुन्तै चाहिँ आगामी दिनमा हुने गइरहेको नगरसभा तथा अन्य चाहिँ कार्यपालिकाहरूमा हामी यसमा चाहिँ ठुलो र कडा बहस गर्छौँ। यो विषयमा आजका दिनदेखि प्रत्येक नगरवासीले नगरपालिकाले गरेका निर्णयहरूलाई चाहिने सघाउनेछ, साथ दिनेछ। एउटा चाहिँ कहानी छ, तिम्रो लागि मैले के गरिनँ यार, तर तिमीले आएर मलाई चाहिने आज यो पनि नगर्ने भने जस्तो हामीले चाहिँ फोहोर व्यवस्थापनको सन्दर्भमा एकचोटि यस्तो दिन आएको छ कि नगरपालिका तिमीलाई हामीले के सहयोग गरेनौँ, तिमीलाई जे भन्यो त्यही सहयोग गरौँ भन्ने खालको वातावरण चाहिने फोहोर मैला व्यवस्थापनको सन्दर्भमा आम नागरिकबाट चाहिँ त्यस्तो किसिमको सहयोगको चाहिँ मैले अपेक्षा गरेको छु। आज मैले धेरै चाहिँ गरिनँ, कुराहरू गरिनँ, घाम छ। यो आजको महान मैले त्यसलाई स्वच्छता महाअभियान श्रृङ्खला 1 भने यो श्रृङ्खला 1 भित्र चाहिँ विभिन्न आम आफ्नो तर्फबाट चाहिँ धेरै किसिमका कार्यक्रम त भएको छन्। त्यसो कारणले गर्दाखेरि यो चाहिँ स्वच्छता अभियानको महाअभियानको एउटा यो श्रृङ्खला हो। यसलाई क्रमबद्ध हिसाबले सिद्धार्थनगर नगरपालिकाले सम्पूर्ण नगरपालिका मध्येको एक नगरपालिकालाई आगामी केही महिनाभित्रै अथवा आगामी केही वर्षभित्रै यसलाई फरक किसिमको पहिचान दिने गरी हामी लाग्नेछौँ र यसमा अभियानमा चाहिने इनिसिएसन ल्याई आजको यो कार्यक्रम चाहिँ गरिदिनु हुने किराना तथा प्लास्टिक व्यवसायी सङ्घलाई धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु र यो सँगै हातेमालो गरेर यो कार्यक्रमलाई सफल पार्न चाहिँ उपस्थित हुने आदरणीय सर्दय चाहिँ अग्रज व्यक्तित्वहरूप्रति सम्मानसहित नगर प्रमुखप्रति सम्मानसहित मेरो भनाइ यहाँ अन्त गर्न चाहन्छु। अथ धन्यवाद, नमस्ते। व्यवसायी सङ्घका सेक्रेटरी जवेन्द्र, आज हामीहरू अत्यन्तै महत्त्वपूर्ण प्रोग्राममा उपस्थित भएका छौँ। किराना तथा प्लास्टिक व्यवसायी सङ्घद्वारा आयोजित सरसफाइको श्रृङ्खला नम्बर 1 कार्यक्रमका श्रद्धेय अध्यक्ष, यस कार्यक्रमका अध्यक्षज्यू, यस महत्त्वपूर्ण कार्यक्रममा पाल्नुभएका किराना तथा प्लास्टिक व्यवसायी सङ्घका सम्पूर्ण पदाधिकारी, उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ सङ्गठन लगायत विभिन्न तहतब्काबाट पाल्नुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरू, सुरक्षा निकायका सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरू,
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाज्यू, सिद्धार्थनगर नगरपालिकाका मेरा सम्पूर्ण वार्ड अध्यक्षज्यूहरू, लोकनिक प्रेस क्लबका अध्यक्ष कमलराय माझीज्यू लगायत सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरूमा सबभन्दा पहिला ज्ञान अभिवादन गर्न चाहन्छु। यो महत्त्वपूर्ण कार्यक्रमको पूर्ण सफलताको पनि हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। विश्वास छ यो तपाईँहरू 13 वार्डमा लन्च गर्नुहोस्, हामीहरू साथ रहन्छौँ र त्यसपछि नगरपालिकाले पनि अब कडा कारवाही गर्छ। योभन्दा पनि 7,000 को जरिमाना लगाएछ। हामीहरू पुरस्कार दिन्छौँ, हामीहरू पुरस्कारको व्यवस्था गर्छौँ। जसले राम्रो गर्छ उसले पुरस्कृत गर्छौँ। अब कसले राम्रो गर्छ